हजुरहरू सम्पूर्णमा नमस्कार छ। आज हामी एलटमेन्टमा छौँ। यो हाम्रो सानो पोली ग्रिन हाउसभित्र चाहिँ हामीले यो बेर्नाहरू राखेका थियौँ, जुन चाहिँ यो फुलकोपी र बन्दाकोपी। अब यो सार्ने बेला भएको छ। हामी आज यो सार्नेछौँ। आज हामीले आलु पनि गोड्ने काम भइराखेको छ। आलु अनि यो धनियाँ चाहिँ जतासुकै उम्रिया छ। अब यो कोपीहरू हामी आज सार्नेछौँ। यो भित्र हो। यिनीहरू चाहिँ उतापट्टि चाहिँ बोडी हो, यतापट्टिको चाहिँ यो काँक्रा हो। एकदमै राम्रो हुन्छ यो भित्र चाहिँ काँक्राहरू। बाहिर चाहिँ यो त्यति राम्रो हुँदैन, तर यो भित्र यस्तो खालको यो हाम्रो पोली टनेल छ। यो भित्र चाहिँ राम्रो हुन्छ। हामीले सागहरू धेरै उत्पादन गरेर साग चाहिँ हामीले खाइसक्यौँ। अब बाहिर चाहिँ अब धनियाँ मात्रै छ। यो अहिलेको वर्ष हाम्रो गुजबेरी चाहिँ रोग लागेको छ। फल्न चाहिँ बेसी फलेको यो सेतो सेतो ढुसी, यो फलहरूमा चाहिँ ढुसी देख्नुभयो होला। यसरी ढुसी लागेको छ। यो चाहिँ अब एकदम अर्ग्यानिक भावनाले हामीले केही पनि नराखेको यो जे जस्तो छ केही बच्यो भने चाहिँ हुनु पर्यो। अहिलेसम्म यस्तो भएको थिएन। अहिलेको वर्ष चाहिँ राम्रो भएन गुजबेरी, तर यो एकदम मिठोवाला गुजबेरी हो। अब अझै उतापट्टिको अर्को बहिनीको त्यो चाहिँ हामीले आज साफसफाइ गरेको हाम्रो आलु हो। यहाँनिर छ। अहिले अघि नै झाडी मात्र थियो। अहिले हामीले चाहिँ प्रकारले यसको केरा लगाउने भन्छ। के अरे हामी यो केरा लगाउने काम एउटा बाटा सिद्धियो, गैराबारी सिद्धियो। अब यो यताको अर्को ठुलबारीमा चाहिँ आमा छोराहरूले छोरा पनि आएको छ अहिले छुट्टीमा। अनि आमा छोराले यहाँ चाहिँ बनाउँदै हुनुहुन्छ। अनि यो भित्रको हाम्रो अघि देखाएको कोपीको बेर्नाहरू सार्ने चाहिँ यो यहाँनिरको यो खाली ठाउँमा हो। अहिले हामी त्यसलाई बनाउँछौँ। यतापट्टि हामीले यो सिमीहरू लगाइसकेको छ। यो चाहिँ लहरे सिमीहरू क्लाइम्बर। अब यसको पनि ठ्याङ्ग्राहरू भन्छौँ हामी, होइन? ठ्याङ्ग्रा हान्ने बेला हुँदैछ। त्यो बारीको सबै त्यो चाहिँ धनियाँ आफै आएको। त्यतिर अलिअलि प्याज र धनियाँ छ। यहाँ पनि धनियाँ छ। यो धनियाँ चाहिँ किसिमको धनियाँ चाहिँ हुँदो रहेछ। यो आफै गर्छ। यो ब्रोडबिन बिचमा हुँदैछ लगाएको ब्रोडबिन चाहिँ। अब यो आलु पनि जतासुकै उम्रिँदो रहेछ। यतातिर त हाम्रो रोपेको त होइन। यो आलु आफै आएको छ। यो छेउको लाइनमा चाहिँ घरकोमा अहिले मुला लगाएको हो, तर यो मुला चाहिँ किराले खाए जस्तो छ। त्यति राम्रो देखिरहेको छैन। आज मौसम एकदम राम्रो छ। ल हजुरहरू सम्पूर्णलाई फेरि नमस्कार। हामी आज बारीमा काम धेरै छ। अब समर लाग्यो। काम सिद्धाएर अब हामी घर जाने तर्खरमा छौँ। हाम्रो निर्मलाजीले त्यहाँ साफसफाइ गरिसकेर अब यता फाइनल टच गर्दै हुनुहुन्छ। उहाँ
हर्कमा अहिले हात धुन गइसक्यो। यहाँ यो आलुहरूको केरा लगाउने काम पनि सिद्धिसकेको छ। यतातिरको आलुहरू पनि यस्तो मजाको भइसकेको छ। उकेर सकेर सब लगाइसक्यो। र आजको अर्को नयाँ काम भनेको चाहिँ गोपी फरर पारेर यहाँ चाहिँ बन्दाकोपी र फुलकोपीहरू लगाइयो। उतापट्टि हरियो धनिया, उतापट्टि साथीले पानी चार्दै हुनुहुन्छ हाम्रो छिमेकीले। अनि यो धनिया चाहिँ धेरै छ। यो यता पनि यो सबै उता पनि धनिया र प्याजहरू छन्। यहाँ धनिया छ, ब्रोड बिन आउँदैछ। यहाँनिर चाहिँ मुलाहरू लगाएको छ। अब यो भित्र चाहिँ काँक्राहरू र बोडीहरू छ। अनि अर्कोमा सिद्ध्या हो। अब यो चाहिँ हाम्रो अहिलेको वर्ष मैले पोहोर झन्डै मैले फाल्न खोजेको। अनि यो निर्मला र अर्कोमा पन्जा मारुमले चाहिँ यो फुल हो फाल्नुहुन्न भनेर राखेको चाहिँ यो चिज हो। यो फुल यो जुन चाहिँ अहिले भर्खर फुल्दैछ, अलिअलि फुल्न थालेछ। यतातिर चाहिँ कम छ। तर यो फुल चाहिँ यहाँनिर यो फुल्यो भने किसिमको हुनेवाला छ। जुन चाहिँ म हजुरहरूले देखाउँदैछु यो हेर्नुहोस् है। ल हेर्नुहोस् यो फुल चाहिँ यो सबै फुल्यो भने गजब हुनेवाला छ। अब यो यही कुनामा यहाँ छेउमा फुल्दैछ नि होइन। तर यो सब फुल्यो भने एकदम राम्रो हुनेवाला छ। यहाँनिर चाहिँ अलिकति फुल्दैछ। यस्तो फुल चाहिँ यो पुरै फुल्यो भने त बरु गजब हुनेवाला छ यो हाम्रो फुल चाहिँ। त्यसपछि उता आलुबारी, त्यसपछि उता हो कोपीहरू। र जस आजको दिन सफा अनि रमाइलो छ। अब के गर्ने, कृषिमा साह्रै नै मनपर्ने मान्छे परियो पर्न त। तर समयले साथ दिएन। सानैमा राइफल समाउनु दौडियो। नेपाल गएर पनि त्यस्तै भयो। अब अहिले अलिअलि भएका जग्गा जमिन पनि नेपालमा त्यस्तै छन्। यहाँ आएर भाडामा लिएर यस्तो गर्नु परिराखेको छ। जे होस् यो चाहिँ नै अब एक्सर्साइज पनि हुने, स्वास्थ्यको लागि पनि फाइदा। अनि आफ्नै बारीमा अर्ग्यानिक चिज बनाएर खान सकिने। अर्कोमा थाकेको छ कि नै? ल हो त मल मिलाउँदै हुनुहुन्छ निर्मलाजीले। त्यहाँभित्र छ ढोका, त्यहाँभित्र चाहिँ काँक्राहरू र बोडीहरू। अनि हाम्रो अझै पनि सार्न बाँकी कोपीहरू छ। त्यो कोपीलाई चाहिँ हामी अब यो धनिया फालेर यहाँनिर निर्मलाको पछाडिकोमा त्यो धनिया फालेर लगाउने विचार छ। किनभने धनिया धेरै छ हाम्रोमा। र कृषि सबैभन्दा उत्तम पेसा हो भन्ने मेरो बुझाइ हो। कृषि बिना केही पनि हुँदैन हजुर। हाम्रो जीवनै चल्दैन। त्यसकारण हाम्रा कृषक महानुभावहरूलाई उच्च सम्मानसहित सलाम छ। र हरेक राज्यले कृषिलाई चाहिँ बढावा दिनुपर्छ। कृषि चाहिँ अब हाम्रो नेपाल पनि कृषि प्रधान देश हो। तर भने जस्तो किसिमले उत्पादन भइराखेको छैन। कृषकहरूले पनि अब अनुदानहरू केही त पाउनु भएको छ। तर अझै सोचे जस्तो भएको छैन। त्यसप्रति चाहिँ नै सरकारको ध्यान आकर्षण भए चाहिँ राम्रो हुने थियो भन्न चाहन्छु। ल सम्पूर्णमा धन्यवाद हजुर। शुभ दिन।